अन्तिममा यो अहिले रहने हाम्रो दाजु दुईजना, हाम्रो दाइ दुईजना पनि बित्न लाग्नु भएको बेला चाहिँ क्रिस्चियन त्यो बेला नि हाम्रो बाजे हुनुहुन्छ कृष्ण पास्टर अहिले। अनि उहाँद्वारा चाहिँ हामीले क्रिस्चियन गरिसकेपछि हामी 4 जना दिदी बहिनी भएको, अहिले हामी 6 जना छौँ। जम्मा 11 जनामा नि, जम्मा 11 जना छोराछोरीमा हामी जम्मा 6 जना छौँ, 5 जना चाहिँ बित्नु भएको। त्यही भएर क्रिस्चियन किन गरेको भन्दा यसै गरी गरेको। अनि त्यस्तो थियो दुःख, अहिले त्यस्तो दुःख छैन, खानुको दुःख छैन, पिउनुको दुःख छैन, लाउनुको दुःख छैन। तर के गर्नु त, पहिला खानुको दुःख थियो नि, खाने कुरोहरू थिएन। अहिले मम्मी अलिक बिरामी हुनुहुन्छ, सबै कुरोहरू प्रशस्त खानु मिल्दैन। अहिले खानु प्रशस्त छ, अहिले खान मिल्दैन, के गर्नु होइन, यस्तै हो गाइजहरू। तर जे जस्तो भए पनि परमेश्वरको अनुग्रह कृपाले हामी एकदमै खुसी छौँ, आनन्दित छौँ, राम्रो भएको छ होइन, सबै कुरै राम्रो भएको छ। धेरै धनी हुने पनि होइन, त्यो गरिब पनि त्यो मागेर खानुपर्ने, छाक टार्नै नहुने, छाक टार्न पनि गाह्रो हुने पनि हामी छैनौँ। तर मिडियम छौँ नि, मिडियम क्लासको छौँ। खाना पुग्छ प्रशस्त, लाउन पनि पुगेको छ, सबै पुगेको छ। यो चाहिँ सबै भरे दुःख पाउनेलाई दिएको पनि छौँ, दिएको पनि छ। त्यसै खाऊ है भनेर, लाऊ है भनेर त्यस्तो प्रभुले आशिष दिनुभएको। हामी चाहिँ क्रिस्चियन भएर चाहिँ सबै कुराहरू चाहिँ आशिष बन्दै गएको नि, सबै कुरा चाहिँ राम्रो भन्दै गएको। छोराछोरी पनि बाँच्यौँ, छोराछोरी पनि राम्रो भयो, मम्मी बाबा पनि अहिले राम्रै हुनुहुन्छ, एकदमै खुसी हुनुहुन्छ नि। खुसी छौँ, आनन्दित छौँ। शाखा सन्तान छन्, जाने गए पनि, पहिलाको गए पनि छन्, रहनेछन् होइन। नाति पलाती हुन आँट्यो, नाति नातिनी को धनी भयौँ, अब पलाती पनि हुन आँट्यो। 1-2 वर्षमा त सके देख्ने होला पलाती पनि होला। सुषमाको बाचा यस्तो है गाइजहरू, हाम्रो कथा व्याचा चाहिँ यस्तै हो है। क्रिस्चियन किन बनेको भन्दा यसै गरी हामी बनेको। अहिले एकदमै आशिषित परिवार छौँ, राम्रो छौँ। हाम्रो बुवा मम्मी चाहिँ विश्वासमा चाहिँ एकदम कट्टर हो के, अनि कट्टर आमा बुवाको कट्टर छोराछोरी नै हामी सबै त्यसै छौँ क्या। अनि त्यस्तै छौँ, जस्तो वातावरणमा हुर्किन्छ त्यस्तै नै छौँ। तर म चाहिँ अलिक छुची खालको नि मम्मी, छुची पनि हुनुपर्छ, लाटा मात्रै हुनु भएन। हाम्रो दाइ दिदीहरू, हाम्रो त्यस्तो दिदीहरू त्यस्तो होइन नि, त्यो छुचा त छुचा नै हो, नभए पनि अलिक चुरुङ चुरुङ भन्ने चाहिँ अलिक मै होला नि। तर खर ऊ क्या चरङ